फेरि पनि तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। अहिले चाहिँ म यो एउटा आइफोन X को मोबाइल बनाउन जाँदैछु। यो चाहिँ यसको चाहिँ VVD मेन लाइन सर्ट छ र यसलाई चाहिँ म खोलेर फल्ट फाइन्ड गरेर बनाउने छु। भिडियोलाई पुरा हेरेर साथ दिनु होला। यसरी चाहिँ फुल सर्ट छ। यसको चाहिँ तल यो लोअर बोर्डमा सर्टिङ रहेछ। यसमा एउटा क्यापेसिटर सर्ट देखिरहेको छु म। यो हाम्रो यो थर्मल क्यामेराले हेर्दा चाहिँ क्यापेसिटर एउटा सर्ट छ। यसलाई चाहिँ म चट्टसँगले यहाँनिर एउटा क्यापेसिटर यसको सर्ट देखाइरहेछ। रोजिन लगाएर चाहिँ यसलाई म देखाउँछु। म चाहिँ यहाँ डिसी मेसिनले चेक गर्दैछु। यहाँबाट मैले डिसी पावर सप्लाईबाट भोल्टेज दिँदाखेरि चाहिँ यहाँ यसको छेउमा एउटा क्यापेसिटर सर्ट रहेछ। सर्टिङ छ। यसलाई चाहिँ म निकालेर अब चेक गर्छु। यो क्यापेसिटरमा समस्या छ, सर्ट छ यो क्यापेसिटर। यो यति सानो यति चिजले गर्दाखेरि चाहिँ हाम्रो मोबाइललाई सर्ट गराइदिन्छ। यसलाई म फेरि एकचोटि चेक गर्छु। यो फुल सर्ट छ। यो चेक गर्दाखेरि चाहिँ फुल सर्ट देखाइरहेछ। यसलाई चाहिँ क्लिन गरेर म चेक गरेर हेर्छु। फेरि मजाले क्लिन गरिदिने। टिस्यु पेपरले क्लिनरमा डुबाएर हल्का मजाले क्लिन गर्ने। हाम्रो यो पुरानो ब्रुसहरूले गर्दाखेरि चाहिँ हाम्रो यो पिपिडीहरू लागेको ब्रुसहरू हुन्छ सबै सर्ट गराउँछ। सर्ट हटिसक्यो। अब यसलाई चाहिँ म चेक गर्दैछु। फेरि फाइनली सेट अन भइसकेको छ। सेट अन भयो। तपाईहरुको नि यस्तै समस्या छ भने हामीलाई सम्झिन सक्नुहुनेछ।
पुरानो मालपोत लाइन बेलबारी। आइफोन एक्स भइसकेको छ। यहाँ हाम्रो कस्टमर पनि लिन आइसक्नु भएको छ। तपाईहरुको नि यस्तै समस्या छ भने चाहिँ हामीलाई सम्झिन सक्नुहुन्छ। बेलबारी पुरानो मालपोत लाइन। के कसो सर? ठीक छ नि सर्भिस हाम्रो? लिनुहोस्, तपाईको मोबाइल चेक गरेर मजाले लानुहोस्।